Hello guys, welcome to my channel. फेरि एक हप्तापछि फेरि ब्याक भएँ म किन भन्दाखेरि आज चाहिँ माथि म इलामपरीको दृश्यहरू देख्नलाई जाँदैछु। हेरेर साथ दिनु होला है त। कस्तो लाग्छ त्यहाँको महलहरू कस्तो छ अपडेट दिन चाहन्छु तपाईहरुलाई। एकदम मजाले जान्छ है त। जाँदैछु म इलामपोखरी। सायद म यताउता अपडेट त दिन्न होला, त्यही इलामपोखरीको मात्रै अपडेट दिन चाहन्छु। इलामपोखरीको ग्राउन्ड कस्तो भइरहेको भनेर म तपाईहरुलाई देखाउन चाहन्छु है त। ल सी यू गाइस। बनाउँदै गरेको अवस्था इलामपोखरी असली चाहिँ म त्यहाँ बसेको थिएँ पुरानो हुन्छ। दूर दिन नहीं पीसूं ता जिम्मेवारी पलाइन त्यो चाहिँ गाडी पार्किङ, यहाँ चाहिँ गाडी पार्किङ बनाउँदै रहेछ केटाहरूले। अनि भेडाहरू पनि रहेछ यहाँ, भेडा बाख्रा गाई। यहाँ चाहिँ अब पार्किङ बनाउँदै इलामपोखरीको बस स्टेसन। यहाँ पार्किङ गर्ने, त्यसपछि जाने उता है त। मेरो अगाडि चाहिँ मामा हुनुहुन्छ। हाम्रो मामा अगाडि म पछि यस्तै हो। गाउनु खोला त म चुकेर पुरानो क्या याद चुकेर याद मा पुरानो क्या याद छिर तम लावा तर ठिराउ यहाँ म चल चोर या त्यसरी खैर म निक्लो फोन नम्बर मोले छरा मला अरे यार तालन बिदला प्रवा चलन भेडा मच्चरी खाजा बाबरे चाहिँ सुरे ओल्जो पुई पवै छ मदि ओल्जो पो छ न बाहा मजले पनि होला र क्युमी किसानको चालुले जो सत्ता जाउ त अच्छा घोरा त्यो त प्रवि मलाई ओहो त्यो पयम खतरा पर्यो न च्याटला खसी साँड यो चाहिँ साँड है साँड यताबाट आउँदै गयो गाइस हामी। म चाहिँ अनि यता तल देउराली जाँदैछु। अनि पहिला चाहिँ यता गाडी बाटो छ, गाडी बाटो चाहिँ नजाउँ। अब म चाहिँ यता सर्टकट बाटो पहिलेदेखि हिँडेको गाउँ फार्म बाटो, यो बाटो जाँदैछौँ। उता तल तपाईँहरूलाई म देउराली कस्तो थियो र अहिले कस्तो भयो भन्ने कुरा म तपाईँहरूलाई देखाउँछु। अनि हेर्दै गर्नु होला जङ्गलमा। तर बाटो चाहिँ सही बनाएर छ हो, खतरा छ बाटो एकदम क्लियर। तपाईँको जङ्गलको बाटो भयो भने एकदम राम्रो छ। सरी। अनि हामी चाहिँ बाल्यकालदेखि यो बाटो हिँडेर अनि त्यसपछि तपाईँको यही वन जङ्गलमा खेलिएर अनि हुर्केको मान्छे हामी। सो हामी चाहिँ यताबाट जहाँ गए पनि तपाईँको बाटोहरू मलाई एकदम राम्ररी
थाहा छ। सो म चाहिँ अब बिस्तारै अब यता देउराली अनि देउराली पछि जोर्नी हुँदै घर जाने हो ल है त ल। यस्तो बाटो चाहिँ दामी छ अनि माथि चाहिँ ग्राउन्ड बक्स पार्क बनाउने अरे त्यहाँ अझै पनि बनाउँछ सायद। बिस्तारै बिस्तारै अब इलामपोखरी बजारको व्यवस्थापन समितिले पनि राम्रो भयो भने त सायद 2-3 वर्षमा चाहिँ एकदम रमणीय ठाउँ अनि त्यसपछि तपाईँको धार्मिक स्थल इलामपोखरी है सबैजना आउनु होला। अब नजिकै छ अब सायद अब 4-5 दिन पछाडि सुरु हुन्छ होला। आउनु होला तपाईँहरू पनि घुमफिर गर्नलाई हेर्नलाई कस्तो लाग्छ भन्नु होला। अनि म चाहिँ यस्तो समय पुग्यो अनि भेडाबाख्राहरूले मजाले चरिरहेको रहेछ हो। म चाहिँ एक्लै यहाँ एक्लै हिँडिरहेको छु। तपाईँहरूलाई नयाँ नयाँ ठाउँ मेरो म जन्मेको ठाउँ र अनि म हुर्किएको ठाउँहरू तपाईँहरूप्रति एक्सप्लोर गर्न चाहन्छु। अनि यो चाहिँ यस्तो सबै यो पातीको बोर्डहरू हो। अनि तपाईँको यहाँ तल चाहिँ बारबारी रहेछ। बारबारी चाहिँ किन भन्दाखेरि भोलि पर्सि तपाईँको मङ्सिर अथवा असोज कार्तिक मङ्सिरमा तपाईँको यहाँ भेडाहरू अनि बाख्राहरूलाई पानीलाई यहाँ ल्याएर अनि त्यसपछि यहाँबाट औषधि या पानी हालेर यो भित्र बनाएर खोर हालेर अनि त्यसपछि पालै यहाँबाट औषधि हालेर तपाईँको रोग नलागोस् भन्ने दृष्टिकोणले तपाईँको यहाँबाट हाम फालिदिन्छ होइन भेडा। अनि भेडा यस्तो हाम फाल्दाखेरि तपाईँको यहाँबाट त्यहाँबाट यहाँ फालिदिन्छ, यहाँबाट यस्तरी यहाँबाट फालिदिन्छ हो। अनि त्यसपछि यहाँबाट यस्तरी निस्किएर जान्छ यस्तरी। तपाईँको यहाँ के गर्छ भन्दाखेरि औषधि प्रयोग गरेको हुन्छ यो भेडा बाख्रालाई र बाख्राको रक्षाको लागि स्वास्थ्यको लागि। अनि त्यसपछि अनि यहाँ हालिएको हुन्छ होइन कार्तिकमा। एन्ड देन अब यो महिनामा तपाईँको यही महिना पनि हुनसक्छ अथवा नेक्स्ट महिना पनि हुनसक्छ फेरि यस्तै कार्यक्रम है। अनि यतै भेडीगोल बसेको रहेछ। यता भेडीगोल बसेको ठाउँ त एकदम उज्यालो हुन्छ किनकि तपाईँको भेडा बाख्राहरू बसिरहेको हुन्छ नि त त्यही भएर नि यस्तै हो है त। हेर्दै गर्नु होला तपाईँहरूलाई म अब एकछिनपछि देउराली देखाउँछु है त। स्टे ट्युन। अघि यो धाराको कलेक्सन बारेमा त्यो खाल्डेको पानी त्यो भेडाले नुहाउने कार्यक्रम कस्तो भने तपाईँको हिउँ भनेको असोज कार्तिक मङ्सिर अनि त्यसपछि अब उँभौली र उँधौलीमा हामीले चाहिँ यस्तो प्रयोग गरिरहेको हुन्छ भेडा बाख्राको लागि। किनभने अब कार्तिक मङ्सिरदेखि चैतसम्म अब त्यसको अब परिकल्पनामा जाडो भएको कारणले अब कसैलाई रमाएको हुन्छ कसैलाई के भएको हुन्छ त्यही कारणले हालेको हुन्छ। र प्लस फेरि बर्खामा पनि तपाईँको अब भनौँ न बर्खामा नि तपाईँको कार्तिक जेठदेखि तपाईँको असोज कार्तिकसम्म फेरि पानी परेको हुन्छ त। अनि त्यो पानी परेको कारणले पनि स्वास्थ्यको लागि चाहिने पर्याप्त मात्रामा भिटामिन पनि पाउँदैन। त्यही भएको कारणले यो भेडा बाख्रालाई चाहिँ 6 महिनामा नुहाउनु पायो भने चाहिँ एकदम राम्रो स्वास्थ्यको लागि पनि राम्रो। अब उनीहरूलाई पनि अब राम्रो हुन्छ किनकि हाम्रो मान्छेहरूलाई पनि त्यस्तै अब महिनामा चेक 6 महिना चेक गऱ्यो भने हाम्रो स्वास्थ्यको लागि पनि थाहा पाइन्छ नि त। हो त्यही अनुसार उनीहरूले पनि बनाएको हो। अब भेडा बाख्रा चरिरहेको छ, घना जङ्गल छ। त्यो जङ्गलको बिचमा केही पनि छैन, छ त एउटा बाजुको पालाको ठाउँहरू है। किनकि उहाँहरू चाहिँ माथि भेडा बाख्रा गाई भैँसी लिएर
अनि सङ्कलले कलेक्सन गरेर ल्याउने अनि माथितिर आएर भेडा बाख्रालाई माथितिर अब तलतिर गाउँतिर घरतिर अब त बेसीतिर त अब 12 महिना त राख्न सकिँदैन नि त। अनि त्यसपछि त्यही भएर भेडा धेरै भेडा बाख्रा गाई भैँसी धेरै पालेर तपाईँको माथि ल्याक्नुहुन्छ आएको हुन्छ मान्छेहरू। सो अब चाहिँ म अनि त्यही भएको कारणले अनि माथि गाउँ माथि ठाउँहरूमा खर्काहरू बनाएर गोठ बनाएर बस्ने गरिन्छ है त। डर लाग्दै रुख छ नि के गर्ने पप्पालाई जाने रुखहरू बिस्तारै बिस्तारै अब देउराली पनि आइपुग्नु थाल्यो। म चाहिँ अहिले चाहिँ ग्राउन्डबाट सिधै यता इलाम पोखरीको ग्राउन्डबाट अनि यता देउरालीको भ्रमण गर्दैछौँ अहिले म। एकछिनपछि फेरि नि सकेपछि फेरि उता देउरालीको भ्रमण सकेपछि जर्नीबाट बल्ल घर गइन्छ है त गाइस। ल भन्नु बित्तिकै आइपुग्यो त देउराली त आइपुग्यो त नि। यो देउराली भन्ने ठाउँ है देउराली भन्ने ठाउँ हो यो। पहिला त तपाईँको साइडमा जङ्गलको बिचमा अनि त्यसपछि तपाईँको यो साइडमा दामी ठाउँहरू थियो है। यहाँ पनि बाजेको गोठ रहेछ। यस्तो रमाइलो ठाउँ छ। आज त अलिकति मौसम अलि राम्रोसँग जस्तो छ। यता चाहिँ जोर्नी बजार अनि म चाहिँ अहिले देउराली भन्ने ठाउँमा आइपुगेको छु गाइस। हेर्न सक्नुहुन्छ देउरालीमा आइपुगेको चाहिँ है। अनि यता चाहिँ यहाँ बाजे बसिरहनु भएको छ, बुजी पनि बसिरहनु भएको छ। त यहाँ बाथे त यहाँ पर गई बाथे पनि बाथेलाई पनि भेट्यो है। अनि म चाहिँ यहाँबाट यस्तो बिस्तारै गरेर सरर आउँदैछु। अझै पनि भेडा बाख्रा रहेको छ होइन। अनि पहिलाको पुरानो ठाउँहरू त एकदम दामी यहाँ घरहरू थियो। अहिले त सबै मान्छेहरू अब त्यही त हो नि अब जङ्गलको बिचमा तपाईँको अब गाडीको सुविधा थिएन त्यतिखेर। अनि मान्छेहरू यहाँ गोठहरू जति पनि गोठ हुन्थ्यो त्यो गोठको लागि कि अनि उहाँहरू चाहिँ यहाँ तल यस्तो घर बनाएर बस्नुहुन्थ्यो। अहिले त अब सबै सुनसान भइसकेको छ है। अनि यो घरहरू थियो होइन। यो भनेको देउराली हो। देउरालीको तपाईँको यो माथि लिपे डाँडा अहिले त तपाईँहरूले देख्न सक्नुहुन्न किनकि कुहिरोको कारणले है। अनि त्यसपछि हामी पहिला नि मेरो पातेआमाको घर जाने बाटो चाहिँ यहाँबाट सिधा यता जानु पर्थ्यो गाइस है। यहाँबाट छड्के बाटो छ उता के भन्छ अरे पुलिङ्गिरी पुग्नुको लागि है। यता पुलिङ्गिरी पर्छ पुलिङ्गिरी अनि भुम्लिचोक बले डाँडा हुँदै उता 4 घमर्चोक भनेपछि तपाईँको यहाँबाट तल गयो भने ठुलो काभ्रे बिचौर यताबाट गयो भने सानो काभ्रे अनि ताजी पुगिन्छ है। अनि म चाहिँ अहिले चाहिँ यो देउरालीमा आइपुगेको छु। हजुरहरू पनि देख्न सक्नुहुन्छ यहाँ 2टा बाटो रहेछ। यता बाटो चाहिँ एउटा ठुलो काभ्रे जाने होला, एउटा चाहिँ पुलिङ्गिरी जाने भन्ने विश्वास छु मलाई जहाँसम्म लाग्छ। अनि
यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ वे पनि लेखेको रहेछ है यहाँ वी क्यान सी वे टु इलमपोखरी भूमिचोक युथ क्लब लेखेको रहेछ यो पनि फिलिङगिरी अनि त्यसपछि ठुलो काभ्रे थ्याङ्क यू सो मच पम्पलेटको लागि के भन्छ यसलाई एउटा के पो भन्थ्यो मैले बिर्सेँ अनि यो चाहिँ देउराली भन्ने ठाउँ हो अनि यो चाहिँ म देउराली भन्ने ठाउँमा आएको छु हाम्रो चाहिँ ठाउँको बाटो चाहिँ अहिले यस्तो भइरहेको छ धेरै भएको पनि छैन तपाईँको साढे कति 3-4 वर्ष भयो होला यो बाटो बनाएको त धेरै भयो 11-12 वर्ष तर अहिले राम्रो अब यस्तै हो भोलि पर्सि फेरि पानी पर्सि त बाटो त खाक्लाक खुक्लुक हुन्छ किन अब यस्तै यो पाहाडतिरको बाटो है त अनि यो चाहिँ देउराली लेक पहिला तपाईँको 10 वर्ष अगाडि यति राम्रो थियो कि अहिले त यता बनाइदिनु भएको रहेछ यताबाट घुम्तिलाएर यस्तो बनाइदिनु रहेछ झन् राम्रो तर पानी चाहिँ पहिलाभन्दा सुकेछ अहिले किन हो थाहा छैन यी घरहरू टन्नै थियो पहिला देउराली भन्ने ठाउँ यही हो अनि यहाँ पनि छ अनि यता साइडमा पनि भएको जस्तो लाग्छ मलाई यताबाट अनि यता अनि यहाँ पनि छ एउटा र यहाँ पछाडि नै यहाँ पनि थियो पहिला अहिले त सुकिसकेको छ है त अब म यता लागेँ नलगा मलाई लाग्छ म यता झर्नेतिर काम पनि अब माथि नै पुगिसक्यो सो धेरै टाइम स्पेन्ड नगरौँ त्यहाँ सिधै यहाँ पहिला हामी बस्थ्यौँ यहाँ अनि यहाँ माथि घर थियो यहाँ घर थियो खानेकुराहरू के खाने थियो गाई बस्तुहरू यहाँ चरिरहेको छ मजाले मजा अब लाग्छ जोर्नीतिर है त गाईलाई यताबाट मेरो गाउँ चाहिँ उयो हो पारी है पारी मेरो गाउँ अनि यो डाँडाबाट यस्तो म चाहिँ अघि जाने बेलामा यो चाहिँ मेरो गाउँ हो सानो छ मेरो गाउँ त्यहाँबाट नि यो उता डाँडा यस्तो जानुपर्छ है त्यहाँ पुगेर त्यो डाँडा पुगेर त्यहाँबाट सिधै यता किलापोखरी डाँडा फेरि यस्तो घुमाएर म फेरि यहाँ पुगेँ अहिले चाहिँ म जोर्नी डाँडामा छु है त जोर्नी डाँडामा छु अब मान्छे गइन्छ होला चाँडै एकछिन नै पहिला यहाँ यस्तो राम्रो चौतारा थियो यो दुइटा भत्काएर गाडीबाट रोड बनाइदिन्छ जोर्नीको आमासामा भवन जहाँ जोर्नी बजार धेरै चेन्ज भइसक्यो 20 वर्ष अगाडि गएर अहिले जङ्गल छ यहाँ तल चाहिँ तस्यो बाकोट भन्सार भन्ने ठाउँहरू छ तर यहाँ चाहिँ राम्रो नदेखिँदो रहेछ ठिकै छ ल यही है गाई जोर्नी बजार